नमस्कार। टुडे समाचार में अपने सब गुटे के स्वागत है। हम सपना समाचार शुरू करी। संघीयता पर प्रश्न नहीं उठाव, गृह मंत्री लेखी जिक्र के ने मुख्य प्रशंसा। मध्य के गृह संचार तथा कानून मंत्री राजकुमार लेखी संघीयता ऊपर प्रश्न उठना यानी पूरा संविधान ऊपर प्रश्न उठनाई रहल जानकारी करौलेन। जनकपुर धाम में आयोजित एक कार्यक्रम में जिक्र करते मंत्री लेखी जे दिन प्रदेश संरचना खारिज हैत वह दिन संघीयता आ संविधान समेत खारिज हैत हिनकर कहब सल। देश में संघीयता एलाक बाद मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान पेलक, कृषि विश्वविद्यालय पेलक, मधेश विश्वविद्यालय पेलक की ई उपलब्धि नहीं रहल अछि ओ प्रति प्रश्न समेत केलैन। प्रदेश खारिज गर्नुभयो भने त्यसको परिणाम के हुन्छ त्यो पनि सोच्नुस् न। यो संविधान के धर्मेन्द्र झाले बनाएको हो? यो संविधान कैलाश दासले बनाएको हो? जसले जुन दलले जसको प्रतिनिधित्वमा जसको अगुवाईमा यो संविधान बन्यो, संघीयता आयो, समावेशिता आयो, उहाँहरूले सोच्ने विषय हो। यो जुन दिन प्रदेश खारिज हुन्छ, संघीयतामाथि प्रश्न उठाउनुहुन्छ, सिङ्गो संविधानमाथि प्रश्न उठ्छ र प्रदेश मात्रै खारिज हुँदैन, संविधान खारिज हुन्छ। हेक्का रहोस्। म एउटा सामान्य नागरिक र राजनीतिकर्मीको नाताले भन्दैछु, यो गम्भीर विषय हो। जुन दिन प्रदेश खारिज भयो भने, जुन दिन संघीयतामाथि प्रश्न उठ्यो, त्यो दिन सिङ्गो संविधानमाथि प्रश्न उठ्छ भन्ने कुरा सबैले हेक्का राख्नुपर्छ। त्यसकारण यो विषय गम्भीर छ। म उत्तरी भारतको थोरै चर्चा गर्न चाहन्छु। आज भारतमा संविधान बनेको लगभग 75 वर्ष पुरा हो। भारतको संविधान बनेको 75 वर्ष पुरा भएको छ। तपाईँ अहिले पनि उत्तर प्रदेश, बिहार र पश्चिम बङ्गाल जानुस्, उत्तराखण्ड जानु, यो 3-4 प्रदेशमा जानुस्, अहिले पनि त्यहाँको गाउँघरमा, त्यहाँको जिल्लाका सदरमुकामहरूमा, यी 3-4 प्रदेशको साना ठुला बजारहरूमा जुन खालको विकास भएको छ, यो 40 वर्ष, 45 वर्ष, 50 वर्ष, 60 वर्ष, 70 वर्षमा त्यो लेभलको विकास निर्माणको काम हाम्रो मुलुकमा यो 7 वर्षमा, 8 वर्षमा, 9 वर्षमा भएको छ। यो कसका कारण? यो 3 तहको संरचनाको कारण। जहाँ साइकल हिँड्ने बाटो थिएन गाउँमा, आज प्रत्येक गाउँबाट तपाईँ 4 चक्के गाडीमा सदरमुकाम राजविराज पुग्न सक्नुहुन्छ, मलङ्गवा पुग्न सक्नुहुन्छ, गौर पुग्न सक्नुहुन्छ, जनकपुर पुग्न सक्नुहुन्छ। हरेक गाउँबाट, हरेक पालिकाबाट तपाईँ गाडीमा चढेर, मोटरसाइकल मात्रै होइन, 4 चक्का गाडीमा चढेर गाउँबाट सदरमुकाम जान सक्नुहुन्छ। आजभन्दा 15 वर्ष 20 वर्ष अगाडि यो खालको यातायातको सुविधा थिएन। गाउँ गाउँमा स्कुल कलेज थिएन, गाउँ गाउँमा अस्पताल थिएन, अनि एउटा मात्रै पूर्व पश्चिम राजमार्ग थियो। भारत संविधान पे 75 वर्ष भ चुकल अछि। ई 75 वर्ष के अवधि में बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल लगायत के राज्य छोट बाजार में जिन स्तर के विकास केने ई स्तर के विकास संघीयता एलाक बाद मधेश में समेत भेल लेखी दावी केने छलैथ। सार्वजनिक खरीद एन नियम विपरीत रहल जिक्र करित धनुषा निर्माण व्यवसायी संघ मध्य प्रदेश सरकार के ध्यान आकर्षण करौलक अछि। प्रदेश में सार्वजनिक निर्माण कार्य में कार्यालय सब विकास निर्माण के बजट होल्ड केने व्यवसायी सबके आरोप समेत रहल अछि। साथे बोलपत्र के प्रक्रिया से नहीं कक उपभोक्ता समिति से कार्य भ रहल महासंघ उपराग सुनौलेन। महासंघ सार्वजनिक खरीद इनके दफा 44 में कैल गेल व्यवस्था विपरीत भेल ठहर समेत केलक अछि। अहिना उपभोक्ता समिति से निर्माण कार्य कराओल गेला से स्थानीय निर्माण व्यवसाय काज से वंचित भेनाई, आर्थिक अनियमितता, मितव्ययी आ गुणस्तरीय नहीं रहल कहत मुख्यमंत्री के ध्यान आकर्षण ई सब गोटे करौने सहित।
कीटनाशक दबाई बोक्ने पिकअप गाडी आ गहुँ बोक्ने ट्र्याक्टर रौतहट प्रहरी बरामद केलक अछि। बिल बीजक आ सामान फरक रहल कहैत प्रहरी दुनू गाडी नियंत्रण में लेनी है। जिला प्रहरी कार्यालय गौरसँ बीतल राति गेल गश्ती टोली सिया पैलेस होटल अगाडि से गहुँ बोक्ने ना दूत 1650 नंबर के ट्रैक्टर, कीटनाशक दवाई बोक्ने ना दूत 7761 नंबर के पिकअप शंका लायक चेक जांच केने में बिल बीजक आ सामान फरक देखल गेल। जिला प्रहरी सह प्रवक्ता इंस्पेक्टर उमा शंकर प्रसाद जानकारी दिलेन। बरामद कीटनाशक दवाई सहित के पिकअप, गहुँ सहित के ट्रैक्टर आ गौर नगर पालिका 5 के ट्रैक्टर चालक 45 वर्षक संजीव यादव, पिकअप चालक व्या ठामक 30 वर्षक सुनील यादव के आवश्यक अनुसंधान के लेल आय अंतरिम राजस्व कार्यालय 12 पथलहिया पठियाल जिला प्रहरी कार्यालय रौतहट द्वारा जानकारी कराल गेल अछि। प्रधानमंत्री केपी शर्मा ओली रोजगार आ निर्यात वृद्धि में योगदान देव हस्तकला क्षेत्र के सरकार प्राथमिकता में रखने जिक्र केलेन। शुक्र दिन काठमाडौँ में नेपाल हस्तकला महासंघ के 44वां वार्षिक साधारण सभा के उद्घाटन समारोह के संबोधन करते प्रधानमंत्री ओली देश में रोजगार, उत्पादन, उद्यमशीलता आ आत्मविश्वास संगे निर्यात बढ़ाव क्षेत्र रहला से एहि के समय सरकार के कर परवा काज के अपने हर संभव पहल कर विश्वास दिलेन। प्रधानमंत्री ओली कला आ संस्कृति में नेपाल धनी रहल संदर्भ में हस्तकला क्षेत्र कहियो विस्थापित नहीं है उल्लेख सेहो केलेन। संगे हस्तकला महिला के रोजगारी आ शिव विकास के साथे सामाजिक उत्थान में समेत मदद केने हिनकर कहब सल। ओ हस्तकला क्षेत्र विकास के लेल सरकार थप काज करत प्रतिबद्धता जनौने छथि। आत्मनिर्भर नै हुन्छौँ भन्ने छ, तर हामी यस्तो देश हो जसले विश्वलाई कला सिकाएको छ, जसले विश्वलाई कला मात्रै हो अथवा खाली जिन्दगी चलाउनु मात्रै हो, त्यसलाई उत्कृष्ट ढङ्गले चलाउनु पर्छ भन्ने कुरा सिकाएको छ। खानेकुरा खानु मात्रै होइन, त्यसको पस्किने पनि तरिका हो। खाना दिनु मात्रै होइन, त्यसको दिने पनि तरिका हो। खाना तयार गर्नु मात्रै होइन, त्यसलाई दिँदाखेरि उपयुक्त ढङ्गले सजावटका साथ दिनु, रुचिकर दृश्य, रुचिकर पास्ता, रुचिकर ढङ्गको सजावट, यसबाट खानामा बेग्लै चिज आउँछ। खानाको रुचि बढ्छ र त्यो स्वास्थ्यका लागि लाभदायक खाना भएको छ। निर्यातका लागि, निर्यात वृद्धिका लागि के गर्नुपर्छ त्यो सरकार ध्यान दिइरहेको छ। यसमा ध्यान दिने नै छ। यहाँहरूसँग भेट नहुँदाखेरि पनि हामीले कसरी हस्तकला उद्योगलाई अगाडि बढाउने भन्ने सत्तर कार्यक्रम में महासंघ के अध्यक्ष प्रचंड साके सरकार सार्वजनिक निकाय समेत स्वदेशी वस्तु के प्रयोग अनिवार्य कर संबंधी निर्देशिका जारी केने में स्वागत करत एके प्रभावकारी कार्यान्वयन में जोड़ दिलेन। हस्तकला क्षेत्र प्रत्यक्ष आ अप्रत्यक्ष रूप में 11 लाख रोजगारी सृजना केने संगे ऐसा करीब 11 अरब मूल्य के निकासी आ वह रकम बराबर के आंतरिक कारोबार समेत भेल महासंघ द्वारा जानकारी कराल गेल अछि। उप प्रधान एवं अर्थमंत्री विष्णु प्रसाद पौडेल पर्यटन क्षेत्र में देखल गेल समस्या सब दीर्घकालीन रूप में समाधान कर प्रतिबद्धता जनौने छैन। शुक्र दिन काठमाडौँ में नेपाल राष्ट्रीय पर्यटन व्यवसायी संगठन के 4वीं राष्ट्रीय महाधिवेशन में जिक्र करत मंत्री पौडेल पर्यटन व्यवसाय देश के अर्थतंत्र के विकासक लेल महत्वपूर्ण पिलर के रूप में रहल कहत एहि क्षेत्र में देखल गेल समस्या के दीर्घकालीन रूप में समाधान कर प्रतिबद्धता जनौलेन। वर्तमान सरकार गठन भेलाक बाद पर्यटन क्षेत्र के समस्या के बोझा आ समाधान कर प्रयास सब समेत शुरू भ चुकल हिनकर कहब रहल अछि। से पक्षमा पुगेपछि एकचोटि म पुगेको छु त्यहाँ
त्यहाँ पुगेर हेर्दा मलाई के लाग्यो भने प्रकृतिले यति सुन्दर सृष्टि पनि गर्न जानेको छ त भन्ने लाग्यो। त्यति सुन्दर त्यहाँ पुगेपछि फर्केर आउन मन लाग्दै। यदि मानिलिउँ त्यो से पोखसुन्डोसँग जोडेर त्यत्रो चाहिँ हाई अल्टिच्युडमा त्यति गहिरो दाल छ, निलो कन्डिसन पानी त्यहाँबाट प्रवाहित बगिरहेको छ, त्यो कहिले सकिँदैन बगेर। त्यो खालको ताल हामीसँग छ। यदि त्यो तालसँग जोडेर हामी चाहिँ यदि पर्यटन प्रबन्धनलाई संसारका एकदम एक्सपेन्सिभ टुरिस्टहरूलाई त्यहाँ लाने ढङ्गले प्लानिङ गर्यो भने के हुन्छ होला, डलर पाउन्ड के भन्नुहुन्छ त्यो कति चाहिँ त्यहाँ हामी भित्राउन सक्छौँ होला। यस्ता अनगिनत सम्भावना छ। त्यसले गर्दाखेरि हरेक दृष्टिकोणले त्यो सम्भावना छ। हामी पशुपतिको कुरा गर्छौँ, लुम्बिनीको कुरा गर्छौँ, पातीभराको कुरा गर्छौँ, अरू धेरै यस खालका चाहिँ मठ मन्दिरहरूको धार्मिक तीर्थस्थलको सांस्कृतिक पुरातात्विक सम्पदा क्षेत्रको कुरा गर्छौँ, माउन्टेनिङको यो चाहिँ कुरा गर्छौँ। यो अनेक सम्भावना हामीसँग छ। त्यसले गर्दा यो सम्भावना अब हामीले सम्भावना छ भन्दै मात्रै बसिरहने होइन, त्यो सम्भावनालाई जीवनको यथार्थमा बदल्नका लागि प्रयास गर्नुपर्ने, त्यसका निम्ति सार्थक पहल गर्नुपर्ने त्यो क्षणमा हामी आइपुगेका छौँ। र अब अहिले सरकारले म यहाँलाई के बताउन चाहन्छु भने पर्यटन व्यवसायहरूको मनोबल उठाउने। मैले यसो देख्छु साथीहरूसँग भेट्यो भने घरि ऋणका कुरा गर्नुहुन्छ, घरि ब्याजका कुरा गर्नुहुन्छ, घरि कस्टमरहरू आइरहेका छन् भन्नुहुन्छ, घरि चाहिँ अक्युपेन्सी घटिरहेछ भन्नुहुन्छ। अनेक प्रकारका समस्याहरू सुनाइरहनु भएको छ। यहाँका यी सबै समस्यालाई भ्याटका कुरा गर्नुहुन्छ, कहिले कहिले के कुरा गर्नुहुन्छ, ट्याक्सका कुरा गर्नुहुन्छ, यी सबै कुराहरू सुनाइ नै रहनु भएको छ। समग्रतामा मैले एउटा केसमा म भन्दिनँ, यहाँहरूका समग्र समस्याको समाधान गर्दै यहाँहरूलाई उच्च मनोबलका साथमा राष्ट्र निर्माणमा चाहिँ योगदान दिन सक्ने हामी चाहिँ एउटा विशेष क्षेत्रका विशेष नागरिकहरू भन्ने त्यो अनुभूति हुने गरिकन हामीले पर्यटन क्षेत्रका समस्याहरू समाधान गर्ने पहल गर्छौँ। ओ अखन की सरकार शुरू करने पर्यटन क्षेत्र के सुधार के काज के दोसर सरकार निरंतरता देव जैन अवस्था सृजना कर समेत जिक्र करने सलै था। सरकार के प्रवक्ता पृथ्वी सुवा गुरुङ संविधान संशोधन के विषय में कांग्रेस एमाले बीच भेल सहमति ऊपर नीचा नहीं है स्पष्ट कैले था। शुक्र दिन सिंहदरबार में मंत्री परिषद के निर्णय सार्वजनिक कैद प्रवक्ता गुरुङ दुटा दल बीच भेल सहमति अनुसार संविधान संशोधन के प्रक्रिया आगा बढ़ल कहत सहमति के असर पहुंच जहन कोनो प्रकार काज नहीं है स्पष्ट कैलेन। संविधान संशोधन के लिए पूरा कर प्रक्रिया लंबा समय होत वैसा किछ समय लाग ओ संकेत करत प्रधानमंत्री अभिव्यक्ति समित देने हिनकर कहवच। प्रवक्ता गुरुङ संविधान संशोधन कर पर कारण सब पहचान कक दुनू दल संशोधन के विषय किटान कर आए के बाद उक्त विषय में अन्य दल सब संग छलफल करत धारणा रखलेन। संविधान संशोधन के राष्ट्रीय एजेंडा के आधार में आगा बढ़ाव अवस्था रहला से किछ समय लाग सकत हिनकर कहब सल। अहिना ओ सदन में होल्ड में रहल विधेयक सबके समेत अन्य दल संग छलफल करत जल्दी आगा बढ़ायल जात जानकारी करौने छैन। हरेक 10 वर्षमा संविधानको सबल पक्षहरू के रहे, कानुनको सन्दर्भमा दुर्बल पक्षहरू के रहे, प्रभावकारी चाहिँ ढङ्गले कसरी अगाडि बढाउन सकिन्छ हैन सकिन्छ। त्यसकारणले गर्दाखेरि त्यो चिजलाई चाहिँ तपाईको अगाडि बढाउनु पर्ने हामीले हैन। त्यसकारण यो चाहिँ यो त्यो सबैको आधारमा समीक्षा गर्ने समीक्षा गर्दाखेरि चाहिँ तपाईको संशोधन गर्ने पर्ने कुराहरू के हो त, के कारणले राजनीतिक अस्थिरता भयो, राजनीतिक अस्थिरतालाई चाहिँ अन्त्य गर्नको लागि के कुरामा संशोधन गर्ने भन्ने बारेमा पहिलो त हाम्रो दुई दलको बिचमा चाहिँ सहमति हुन्छ, समीक्षामा सहमति हुनु पर्यो। अनि आजको हामीले सम्बोधन गर्नुपर्ने संशोधन विषयमा चाहिँ एक खालको पहिचान हुनु पर्यो, त्यसको किटान हुनु पर्यो। त्यो किटान भइसकेपछि बल्ल चाहिँ अरू दलका साथीहरूसँग हामी छलफल गर्छौँ, सत्तारूढ दलहरूसँग, प्रमुख प्रतिपक्षी लगायतका अरू प्रतिपक्षीहरूसँग छलफल हुन्छ। अनि एउटा राष्ट्रिय एजेन्डा बनेर बल्ल चाहिँ त्यो कार्यान्वयन जान्छ कि प्रक्रिया त यो हो नि। तर यो प्रक्रिया चाहिँ मा जाँदाखेरि चाहिँ अहिलेको सिनेरियो भनेको उहाँले अहिले चाहिँ हामीले चाहिँ प्रतिनिधि सभामा चाहिँ हाम्रो के अरे 2/3 बहुमत पुग्छ होइन। प्रतिनिधि सभाबाट संशोधन होला, राष्ट्रिय सभाले त्यसको अनुमोदन हुनुपर्छ। राष्ट्रिय सभामा हाम्रो चाहिँ प्रब्लम भइरहेको हुन्छ त्यहाँ होइन। त्यस कारणले त्यो राष्ट्रिय सभाले चाहिँ रोक्ने परिस्थिति बन्यो भने अहिले त त्यो प्रक्रिया त अब टुङ्गिँदैन नि त
हामीले चाहिँ त्यो विषय अगाडि सार्ने त्यो सेन्समा भन्नुभयो होला भन्ने लाग्छ मलाई होइन। त्यस कारणले नीतिगत हिसाबले विचारका हिसाबले हाम्रो सहमतिको हिसाबले तलमाथि गर्ने कुरा कुनै पनि छैन एउटा कुरा होइन। यति हो। संसदको बारेमा हामीले भने पुस 23 गते बैसर मन्त्री परिषद के निर्णय सार्वजनिक करत प्रवक्ता गुरुङ फागुन 12 गते से लेकर 15 गते धेरै इटाली के रोम में आयोजना होव लागल जलवायु परिवर्तन संबंधी कार्यक्रम में सहभागी होव वन राज्य मंत्री के स्वीकृति प्रदान कैल जानकारी दिलेन। अहिना सहसचिव विष्णु प्रसाद शर्मा के विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समिति के कार्यकारी निर्देशक के रूप में काज कर जहिन काज में खटाव निर्णय समिति भेल हिनकर कहब छल। ICSO engagement in the SOSI region कार्यक्रममा सहभागी हुन उपमहालेखा परीक्षक श्री वामदेव शर्मा अधिकारीलाई सोचे कार्यक्रममा सहभागितालाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। त्यस्तै प्रकारले 2081 पुस 26 र 27मा काठमाडौँमा हुने नेपाल भारत वाणिज्य सचिव स्तरीय अन्तर सरकारी समितिको बैठकमा हुने वार्ता तथा छलफलको कार्यसूची स्वीकृत गर्ने र उक्त बैठकमा सहभागी हुन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने पनि निर्णय भएको छ। त्यस्तै प्रकारले सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू श्री कमल गिरी, श्री गणेश बहादुर ठाडा मगर, श्री कुलबहादुर नेम्बाङ र श्री शम्भु सुवेदीको 1 वर्ष अवधि थप गर्ने निर्णय भएको छ। उहाँहरूको कार्यावधि र चाहिँ उमेर हदको पनि ननागेर चाहिँ यो निर्णय भएको छ। त्यस्तै प्रकारले 2081 फागुन 12 देखि 15 गतेसम्म इटलीको राजधानी रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण राज्य मन्त्री रूपा विकालाई सो कार्यक्रममा सहभागिताको लागि स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। त्यस्तै प्रकारले शहरी विकास मन्त्रालयका सचिव श्री विष्णु प्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी काजमा खटाउने पनि निर्णय भएको छ। अर्को निर्णय चाहिँ नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशेष श्रेणीको रिक्त सचिव पदमा परराष्ट्र मन्त्रालयका कायम मकाम सचिव श्री अमृत बहादुर राईलाई बढुवा गरी परराष्ट्र मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको छ। तेतस 30 गते धेर फिलिपिन्स के मनिला में संचालन होव लागल एटा कार्यक्रम में सहभागी होव उप महालेखा परीक्षक वामदेव शर्मा अधिकारी के स्वीकृति प्रदान कैल गेल सेहो जानकारी दिलैन। निजामती कर्मचारी की विभिन्न संगठन सब दलगत ट्रेड यूनियन हटाव जेहन भेल बहस प्रति आपत्ति जनौलक छ। सिंहदरबार में शुक्र दिन बैसल प्रतिनिधि सभा अंतर्गत के राज्य व्यवस्था तथा सुशासन समिति में संघीय निजामती सेवा के गठन संचालन आ सेवा के शर्त संबंध में व्यवस्था कर बनल विधेयक संबंध में अपन सुझाव प्रस्तुत करते निजामती कर्मचारी के विभिन्न संगठन के प्रतिनिधि सब हक हित के लेल संगठित होव अधिकार संविधान देने कहत ऐके कुंठित कर कार्य नहीं कर सुझाव समेत दिलेन। बैसार में एमाले निकट नेपाल निजामती कर्मचारी संगठन के अध्यक्ष लेखनाथ कोइराला ट्रेड यूनियन अधिकार के विषय में विद्यमान कानून में रहल विषय के निरंतरता देव पर जिक्र केलेन। संगे निजामती सेवा में रह कर गलत केने के कार्यवाही कर सब विषय में अपने सब स्पष्ट समित रहल कहित ओ संवैधानिक अधिकार छीन बहस नहीं कर लेल आग्रह केने सायथ विषयमा कम्दै तात्पर्य हजुरहरूले ध्यान दिनुपर्छ। अब हामीलाई यो अहिलेको निजामती सेवा ऐन लेख्दाखेरि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो। गिरिजाप्रसाद कोइरालाले यो कानुनमा एउटा कुरा लेखिदिनु भएछ। साथीहरूले ट्रेड युनियन अधिकारको विषयमा उहाँलाई केही कुरा आकर्षण गर्न खोज्दाखेरि ट्रेड युनियन अधिकार भनेको बन्द र हडतालसम्म हुन्छ, त्यो खोइ तिमीले लेखेर लिएर आएको भनेपछि बन्द र हडतालसम्मको कुरा अहिलेको कानुनमा छ। हजुर हामीलाई रहर छैन हामी त्यो कुरा प्रयोग गर्न नपरोस् भन्ने ठाउँमा पनि हामी छौँ। अन्तिममा मैले सङ्के यही मात्रै गरेँ। सबै कुरालाई ओझेलमा बनाएर यो दलियर केडी भएर जुन तपाईँहरूले चाहिँ एउटा बहसको विषय चलाउनु भयो, बहस त गर्न पाइन्छ, तर यो बेमौसममा त्यो बाजा बजाएको जस्तो मलाई लाग्छ है मेरो अनुभवमा होइन। यो त नेपालको संविधानले स्थापित गरेको अधिकार धारा 34मा प्रस्तुत कुराहरू छ।
र त्यो अनुसारको एउटा कानुन निर्माण भएको सङ्घीय निजामती सेवा ऐन हो। त्यो ऐनले नै श्रम विभागमा दर्ता गर्ने व्यवस्था छ र त्यो राष्ट्रिय स्तरको पेरिड हुन्छ। 5000 सङ्ख्या पुर्याएर र 20वटा जिल्लाको सङ्ख्या पुर्याएर कमिटी गठन गर्यो भने चाहिँ राष्ट्रिय स्तरको त्यो चाहिँ गठन हुने व्यवस्था हुँदाहुँदै यो बस यसरी चलाउनु कतै यो संविधानको बर्खिलाप त होइन, कानुनको बर्खिलाप त होइन भन्ने त्यो आभास हामीहरूले पायौँ। त्यो कुरो हामीलाई अलिकति फिल पक्कै छ। हामी सबै पेरिड कर्मीलाई ऐसा पहिने विधेयक ऊपर के छलफल के क्रम में कांग्रेस एमाले सांसद सब दलगत ट्रेड यूनियन हटाकर एकटा मात्रै आधिकारिक ट्रेड यूनियन राख पर जिक्र केने छलैथ। यह माघ 5 गते से मलेशिया में शुरू होव लागल U19 महिला विश्व कप क्रिकेट खेल नेपाली टोली के विदाई कयल गेल अछि। शुक्र दिन नेपाल क्रिकेट संघ काठमाडौँ में एक कार्यक्रम के आयोजना करते विश्व कप खेल नेपाली टोली के विदाई केलक अछि। कार्यक्रम में खेलकूद मंत्री तेजुलाल चौधरी, क्यान सचिव पारस खड्का लगायत नेपाली टोली के शुभकामना दैत विदाई कयल गेल अछि। एही क्रम में खेलकूद मंत्री चौधरी उच्च आत्मबल के साथ खेल प्रदर्शन कर शुभकामना व्यक्त केलनि। संगे नेपाली टोली विजय के साथ नेपाल के छाप छोड़ हिनकर कहब सल। अहिना क्यान सचिव पारस खड्का नेपाली महिला क्रिकेट के लेल ई प्रतियोगिता निके महत्वपूर्ण रहल आ आगामी दिन में महिला क्रिकेट के मजबूत बनाव भूमिका खेल जिक्र केलनि। मलाई पूर्ण विश्वास छ त्यसमा पनि तपाईहरुको प्रतिभा, आफ्नो प्रत्येक व्यक्तिले आफ्नो किसिमको मेहनत गरेर प्रतिभा अगाडि बढाइराख्नु भएको छ। यो टिम गेम हो, धैर्यता राख्नुस् हैन, नर्भस नभइदिनुस् किन विश्वकप खेल्न जाँदैछु भनेर अलिकति धेरै सिनियर टिमहरू छ हेर्नुस्। एउटा कुरा तपाईहरु थाहा छ 19 वर्षका मुनिकै सबै हुन्। त्यसकारणले तपाईहरु पनि 19 वर्षकै मुनिकै सिनियर धेरै एक्सपिरियन्स हुने उनीहरुको कमै हुन्छ हैन। त्यसकारण तपाई पनि हामी पनि राम्रै छु भनेर अलिकति कसैभन्दा कम छैन भन्दै जित्छु भन्ने पोजिटिभ सोचमा जानुस् हैन। सुरुदेखि नै राम्रो टिम छ यस्तो छ उस्तो गयो भने तपाईहरु हरासमेन्ट हुन्छ। त्यसैकारणले तपाईहरु जित्ने किसिमको पाकिस्तानलाई हराइसक्नु भएको छ क्यारे, औ 2-3टा देशलाई हराउन मात्रै बाँकी होला। तपाईहरु एसियामा 2-3टा देश होला हैन, साउथ एसियामा हैन। त्यसकारण हामीले विश्वास छ हाम्रा छोरीहरूले, हाम्रा चेलीहरूले उत्कृष्ट नतिजा नकल्छ भन्ने म सबभन्दा पहिले विश्वासका साथ तपाईहरुलाई बधाई र बिदाई दिन पनि चाहन्छु। 2027 मा त हामी आफै पनि विश्वकप को होस्ट भएर आयोजना पनि गर्दैछौँ। त्यसैले यो प्रतियोगिता नेपाली महिला क्रिकेटको लागि एकदम महत्त्वपूर्ण हुनेछ। किन भन्दाखेरि नेपालको सिनियर वुमेन्स टिम र अन्डर 19 टिम बीचको जुन अहिले एउटा राम्रो ग्रुप पुल अफ प्लेयर्सको जुन एउटा कम्बिनेसन देखिएको छ, यसले आगामी दिनमा महिला क्रिकेटलाई अझ बलियो बनाउन एकदमै महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने सँगसँगै यो प्रतियोगितामा यहाँहरू सबैजनालाई हाम्रो तर्फबाट क्रिकेट सङ्घको तर्फबाट धेरै प्रेसर छैन। किनभने पहिलोचोटि खेल्दै हुनुहुन्छ। हामीभन्दा राम्रो वातावरणमा हुर्केका स्पेसली वुमेन्स क्रिकेटमा अझ नेपाल क्रिकेट सङ्घले चाहेर पनि जो सुविधाहरू छन् त्यो हामी दिन नसक्दा पनि तर हाम्रो प्रायोरिटी यहाँहरू पर्नु भएको छ र आगामी दिनमा डेफिनेटली महिला क्रिकेटलाई केन्द्रित गरेर धेरैभन्दा धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरू पनि आयोजना गर्नेछौँ। त्यसैले अहिलेको लागि एउटा अपर्च्युनिटी छ यहाँहरू एम्बेसडर्स भएर विश्वकपमा आफ्नो सहभागिता। अहिना U19 महिला टोली के प्रशिक्षक महेश प्रसाद रिजाल विश्वकप के लिए निके उत्साहित रहल आ तैयारी समेत निक जेका कयल गेल जानकारी देलनि। ओ 10 दिन चितवन में अभ्यास किलो पर टीम के सुधार कर विषय में ध्यान केंद्रित रहल धारणा रखने छलैन। अहिना U19 कप्तान पूजा महतो पहिल बेर विश्वकप में खेल लागल में निके खुशी भेल कहत अन्य देश के चुनौती देव जेहन खेल प्रदर्शन करब जिक्र केलिनु। अनुभव प्राप्त गर्दै जाने हेर्न हजुरको अब विश्वकप भनेपछि हजुरको स्वाभाविक रूपमा त्यहाँनेरि क्रिकेटमा स्थापित राष्ट्रहरू नै हुन्छन् र हामीहरूले त्यहीसँगै उनीहरूसँगै नै गएर कम्पिट गर्नुपर्ने हुन्छ। हामीहरूको हजुरको मुख्यतः आफू चाहिँ राम्रो क्रिकेट खेल्ने कुरामा आफूलाई केन्द्रित गर्ने र
स्थापित राष्ट्रहरू समक्ष पनि चुनौतीपूर्ण क्रिकेट प्रस्तुत गर्ने कुरामा हामी आफू केन्द्रित रहन्छौँ। फर्स्ट एन्ड लास्ट हो। साथै क्यानलाई पहिलोचोटि वुमेन्सले क्वालिफाई गरेको छ वर्ल्ड कपको लागि। एकदमै एक्साइटेड छौँ हामी अनि साथै एउटा पोजिटिभ एटिट्युडले खेल्नेछौँ। एकदमै इम्पोर्टेन्ट छ किनकि वेस्ट इन्डिज अल्सो टेस्ट नेसन अनि उसको हामीलाई फाइदा हुन्छ त्यो वर्ल्ड कपमा मेन म्याचेसको लागि। अनि साथै युएसएसित पनि म्याच छ। युएसए पनि स्ट्रङ टिम छ। हामीलाई एउटा राम्रो प्रिपरेसन भइरहेछ अनि साथै वार्मअप म्याचेसहरू पनि राम्रो टिमहरूसँग छ। त्यसको लागि हामी एकदमै खुसी अनि एक्साइटेड छौँ। कति धेर सञ्चालन होबो विश्वकप में महिला नेपाल सहित 16 गोटे टोली सहभागिता जनाब लागल अछि। नेपाली महिला टीम पहिल बेर विश्वकप खेल लागल त माघ 5 गते बांग्लादेश विरुद्ध खेलैत नेपाल विश्वकप के शुरुआत कर संगे दोसर खेल में स्कॉटलैंड आ समूह चरण के अंतिम खेल में ऑस्ट्रेलिया के सामना कर क्यान द्वारा जानकारी कराब गेल अछि। टुडे समाचार में अब आर्थिक संबंधी समाचार। नेपाली बाजार में आज शुक्र दिन सोन चांदी के दाम बढ़ल अछि। बुध दिन से बढ़ क्रम रहल सोन के दाम आय सेहो निरंतरता देने अछि। बुध दिन प्रति तोला 500 रुपया बढ़ल सोन बृहस्पति दिन 800 रुपया आ शुक्र दिन प्रति तोला फिर 800 रुपया से बढ़ कर ई तीनों दिन में सोन के दाम प्रति तोला 2100 रुपया से बढ़ल अछि। नेपाल सोन चांदी व्यवसाय महासंघ के अनुसार आज छापावाल सोना प्रति तोला 1,54,100 में कारोबार भ रहल अछि। संगे बृहस्पति दिन छापावाल सोन प्रति तोला 1,53,300 रुपया में कारोबार भेल छल त अहिना शुक्र दिन चांदी के दाम सेहो बढ़ल अछि। आज चांदी के दाम प्रति तोला 1,845 रुपया में कारोबार भ रहल अछि। बृहस्पति दिन चांदी प्रति तोला 1,840 रुपया में कारोबार भेल छल त ई दाम के हिसाब से चांदी आई 5 रुपया से बढ़ल अछि। संगे आई अंतर्राष्ट्रीय बाजार में सोन प्रति औंस 26 से 73 अमेरिकी डॉलर में कारोबार भ रहल अछि। बेस्ट टुडे समाचार अखन के लेल एतबा पुनः दोसर समाचार लग उपस्थित बेटा करब तखन धरि के लेल हम सपना विदा मांगे छी। देखैत रही टीवी टुडे जनकपुर। नमस्कार।